गुड इभिनिङ साथी हो। र विशेष म एउटा सानो टपिकमाथि चर्चा गरिरहेको छु। त्यो टपिक हो ग्यास। हाम्रो पृथ्वीको एउटा भूभागमा लडाइँ छ र त्यो लडाइँको असर भने हाम्रो देशको विभिन्न इन्धनमाथि पर्छ, विशेष गरी ग्यास। वर्तमान समयमा कसैको घरमा पनि ग्यास छैन भने खाना पाक्दैन। त्यसैले अहिलेको जल्दो बल्दो समस्या नै ग्यासको अभाव हो। हुनु त हाम्रो सरकार तथा विभिन्न विभागहरूले यो समस्यालाई समाधान गर्नको निम्ति धेरै पाइलाहरू चलिरहेका छन् र यदि यो लडाइँ चलिरह्यो भने यो समस्या धेरै ठुलो भएर जानेछ। त्यसैले अब पालो आएको छ हामी सम्पूर्ण देशवासी तथा सरकार मिलेर यो ग्यासको विकल्प नयाँ इन्धन खोज्नुको लागि, किनभने यो ग्यासको अभावले गर्दा हाम्रो छोरीचेलीको निन्द्रा हराइसकेको छ। हामी छोरा मान्छेको गोजी खाली भइसकेको छ। हुनु त यो ग्यासको अभाव हाम्रो देशमा समाधान भएर जानेछ, तर भए पनि भविष्यमा यस्तो समस्या फेरि आइन परोस् भनेर अब हामीले ग्यासको विकल्प नयाँ इन्धन खोज्नु पर्नेछ।